सो वाट्सएप गाइज के च्यानल वेलकम ब्याक अनदर ब्लग है। सो धेरै दिन पछि आइरहेको छ ब्लग। किनकि म बाहिरतिर घुम्न गएको छैन होइन। त ब्लग केही आइरहेको चाहिँ के बोले होइन। सो आज फेरि हामी जाँदैछौँ अब वान्स मोर होइन फेरि जाँदैछौँ सुब्बाजी ओह्राली। अहिले चाहिँ हामी दुईवटा छौँ अगाडि र बहिनी अनि एकजना अरू भएर जाँदैछौँ हामी के हुन्छ सोध्दै होइन। सो त्यसको लागि भिडियो च्यानललाई सब्सक्राइब भिडियोलाई लाइक गरिदिनु होला है। गाउँघरको ब्युटी गाइज यति सुन्दर हुनुपर्छ है ठाउँमा ए यता हाम्रो फुटुङको दुरी रहेछ नगि अघि हामी यता छौँ होइन। यस्तो घाम लागिरहेको छ ए ब्लग बनाउँदै कराउँछु हेर दाइ भएको के फाइदा केही इज्जतै छैन यार मेरो खड्काएर त दाइको त केही इज्जतै छैन क्या। सो अब अगाडि जाने अगाडि यस्तो जानुपर्छ हाम्रो अघि। सो हामी यहाँ गाडी लाने ठाउँमा आइसकेको छौँ होइन। यही बाटो आउँछ गाडी पछाडिबाट खुरु हिँड्ने हो र अगाडि चाहिँ एउटा ढोका दिए मिनटलाई नुपुरेलाई 800 खाइन्छ कि। सो हाम्रो यता मिलन सर हुनुहुन्छ जान्न भनेको मान्छे चाहिँ यहाँ यता रेडी भएर बसेको रहेछन्। गाडी लङ्काउँदैछ यसोमा जाने भनेको। सो गाइज हामी जान्छ यही गाडी होइन। यता नारायणको गाडी छ छ हामी जाने जस्तो गाडी हो अन्त बस्छौँ कुहिरो केटा गरेर थाहा छैन। घर अडिँदा यस्तो मौसम थिएन होइन। अहिले चाहिँ यस्तो मौसम भयो कुहिरो बिरानी त गाडी चाहिँ खराब भयो हो किन सिक्ने हो नि फेरि गाडी चाहिँ केटाहरू छ अरे मैले कता गए पनि। सामान किन्ने भन्छ मान्छेहरूको बिहान bus stop. किन हिरो बन्न पर्यो गयो
15 मिनेटको जाम रेस्पोन्सिबिलिटी के गरिदिनु पर्यो पछाडि पनि यत्रो गाडी खडा खाने यार यो अगाडिको यो उसले गर्दा हो कि यसले गर्दा कहाँ घुसाइरहेको बा 4 ख 11 यो हाइस्कुल नम्बर हेर्नुहोस् है यो हाइस्कुल नम्बर यही हाइस्कुल गर्दा हो कि त्यत्रो जाम लागिदिएर हेर न हाम्रो बहिनी यहाँ छिन् केटाहरू यता छन् होइन हाँसिरहेको छन् गाडी कस्तो रेस चलिरहेछ फाइनल हामी सोधेर पुगिसकेको छौँ यता मन्दिर छ हामी केटाहरू ठाउँ तर भाडा तिर्नु पर्ने छ भाडातिर चाहिँ हामी जानुपर्छ धेरै है सो यो मेरो पूजाको थाली भयो यता बहिनी छिन् यता पनि केटाहरू छौँ त पुरै खाली छ त अस्ति न कति लाइन लाग्नु परेको थियो नयाँ ठाउँ बनेको चाहिँ एकदम बहिनी गइसकिन् उतातिर यतातिर फुटालिनु त बहिनी उता गयो के फुटाएन त्यो पनि जाओ ल केटा जबरजस्ती पुलिसहरूले धक्का दिन्छ कि कसरी आउने जब बाटो नि छैन यार होइन र यता सुबहमा आँदा हुन्छ अब फोटो खिचिसक्यो कि मैले ब्लग सुट गरिरहेको छु देख्दिनस् यतातिर हुन्छ अब माथितिर जाने हो हामी यतातिर बाँकी माथि पुलतिर त खै गइन्छ कि थाहा छैन अब हेरौँ के कस्तो हुन्छ उहाँ डिस्प्ले पनि लगाइदिएर रहेछ होइन हामीले फोटो फ्रेम गराएको होइन फोटो खिचाएर यता भइसक्यो होला सायद फोटो फ्रेम गराउनु चाहिँ तपाईँ यहाँ आउनुपर्छ है यहाँ आउनुमा तपाईँ चाहिँ 300 रुपियाँमा फोटोको अलिक फ्रेम दुवै एकैचोटि पाउनुहुनेछ बाँकीमा चाहिँ 500 स्टार्टिङ छ भने चाहिँ तपाईँहरू चाहिँ 300बाट स्टार्ट हुनेछ है हामीले फोटो फ्रेम पनि गराइसक्यौँ होइन फोटो फ्रेम भइसकेको छ कस्तो भएको छ तपाईँले बुझिदिएको हुन्छ बाँकी कहाँ हो पनि यार कहाँ हो कि नास्ता ठाउँमा बिर्सिसक्यो यार ओ आइजाऊ कि कहाँ हो नास्ता ठाउँमा बिर्सिसक्यो होइन तल यार किन यहाँ भेटिदिनुहोस् कि यसले चाहिँ 1000 रुपियाँ भेटाएको छ भेटा अरे हराएको छ कि कसकोमा हराइसक्यो त्यही त हराएछ कि यसले होइन गाडीबाट उत्रै त हरायो भन्छ खै कहाँ होइन फोन नै पैसा कपिराइट हान्छ हो गीतको भित्र रमाइलो चलिरहेको छ बस्दा कता माथि हो क्या माथि हो माथि हो माथि हो फोटो हामीले खिचाएको होइन बहिनी लिएर मैले यस्तो छ है माथि गीतको लेखेको छ पढ्न सक्नुहुन्छ त अट्न भयो तर त्यसैसँग हाल्नु हो कि आइज माथि फोटो खिच्नु जानु लाग्यो होइन केटाहरू आएको छैनन् माला किन्ने मात्र भन्छन् यार हाम्रो फोटोसुट कम्प्लिट भइसकेको छ मैले हिँडिरहेको छु म अगाडि हिँडिरहेको छु के गरिरहेको कि यो पुजहरूले यार सला धोतीहरू लाएर 700 रुपियाँको उता पुगेछ केटाहरू त पार्टी नै फुट्यो हो हाम्रो यार अनि हामीले फोटो सेट गरिसक्यो होइन अगाडि चाहिँ टिप्परले क्या रकेर यस्तो टिप्परले होइन बौलायो केटा बौला अनि हामी चाहिँ माथि के भन्छ पिङ छ अरे पिङहरू छ अरे कि होइन ओके गाइस माथि चाहिँ पिङहरू छ अरे होइन त्यो पिङहरूमा जानेहरू खोजिरहेको छ तर कता चाहिँ पर्छ मलाई त्यो थाहा छैन लाउरे यताको ठाउँ चाहिँ अगाडिपट्टि त्यो पनि देखेको चाहिँ मैले त्यही माथि सेम टु सेम यस्तै छ अरे कि होइन कति 10 मिनट लाग्छ अरे क्या माथि जान यस्तो सिनहरू छ कि होइन यस्तो सिनहरू छ नि यिनको लागि पनि माथि जाने भने यिनीहरू जान्न भन्थ्यो अगाडि पुगिसकेको छ नि हामी दुई बहिनी चाहिँ यता छ
बौलाको कुरो बौला बास माथि देखेको हुन्छ होइन त्यही है त हाम्रो के त लाउरे राजेको है त सायद त्यो निशानाहरू देखिरहेको छ नि सायद त्यही नै होला यता माथितिर चाहिँ खाइदिएन हामी यता गइन्छ अब नेक्स्ट टाइम आयो भने चाहिँ माथि पनि पक्कै जानेछौँ हामी अहिले चाहिँ गएन नेक्स्ट टाइम पनि पक्का हुन्छ है अब त कहिले हुन्छ थाहा होइन अब एक वर्ष त हामी बस्ने पर्छ थाहा छैन है हामीले पनि बनाइदिउँ न होइन अरूको भत्काइ भए पनि बनाइदिउँ न त पुरा हुन्छ कि थाहा त छैन त्यही पनि बनाइदिउँ न हामीले अरू चाहिँ कुन राख्ने सब भइसक्यो भएन जस्तो भएन त्यही पनि ठिकै छ त्यस्तो लागिरहेको छ जान माथि टिममा जानु पर्छ गाइस हामी टिमहरू ठाउँमा आइसक्यो तर एउटा कुरा के हाम्रो अनाखा चाहिँ कस्तो यो के हो त्यो मतलब जावा होइन र यो जावा होइन र यो के हो मतलब यो बुझेन मैले बाँकी त सब ठिकै भयो होइन तर यो चाहिँ के हो कि यो नमुना के हो नमुना के गर्नु कहाँ जानुपर्छ यहाँको लागि र को खाली खुट्टा जान्छ र मरिन्छ त फेरि त्यसो भए त कतिको तातो छ सिसा त तातो छैन होइन ठिकै छ तर राम्रो तल हेर्नु त जाँदैन नि त के हो यस्तो बुलेट प्रुफ हो र डर लाग्छ त्यस्तो डरै थियो उता बस्छ हामी होइन हामी चाहिँ घर फर्किन लाग्यो अब होइन त्यस्तो ठाउँ छ हल्का यता गाडी लिएर आउँछ नि अनि के भनेको पछाडि हालिदिइराख्ने हामीलाई अनि के गर्ने त यार होइन पछाडि हालिदिइराख्ने यार आज हाम्रो गणेश दाईको खोलाइसिनु हो कि होइन होइन र तपाईँहरू चाहिँ हामी लास्टमा छौँ तर यो अलिकति कम खुल्दो रहेछ कि सिसा गीत नभन न कपडा लाग्छ अहिले मलाई युट्युबमा ल आउनु पो गोक्नु रतन मारे आउनु त ल झर यता झर त हजुर जेब्रा माथि लोड गरिदियो भाइ खोलासिर काम गर्नु थियो अनि यता आइज राम्रोसँग हाल्छ सुरु आउनु त आएको आएको हल्का केरा पनि खेलेको थिएँ नि त त्यो लिएर